हेलो गाइज, वेलकम टु एटी लामो युट्युब च्यानल। सबैजनाले एटी लामो युट्युब च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला। लेट्स गो गाइज। तपाईँहरूले देख्न सक्नुहुन्छ यता आज हामी दाजुभाइ हावा खाँदैछौँ। बेलुकाको भ्युज एकदम रमाइलो छ यतातिर। अनि एकदम रमाइलो ठाउँ छ यता। चिसो चिसो एकदम आनन्द छ। अनि त्यस्तै हो मौसम एकदम अनि यहाँ कहाँ मार्दै हामी चाहिँ अब आज तपाईँहरूलाई उता एकदम अनौठो दुबईमा अनौठो बिल्डिङ, दुबईभरिमा एउटै बिल्डिङ छ क्या यस्तो बिल्डिङ। अनि तपाईँहरूलाई देखाउँछु म एकछिनमा। जाँदैछ एकदम रमाइलो ठाउँ छ यो, आनन्द छ होइन, चिसो हावा। अब केटाहरूले युरोप 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 भन्दा नि यो युरोप भन्दा के कम छ हौ भारत भन्नु नि त। यस्तो छ छैन, एकदम रमाइलो छ। अरू पनि देखाउँछु म रमाइलो रमाइलो ठाउँ, तपाईँहरूले हेर्न सक्नुहुन्छ अहिले। ठ्याक्कै हामी अब चाहिँ यहाँ आइपुगेका छौँ। यहाँ दाइले सुरु गर्नुभएछ एक्सर्साइज। एकदम रमाइलो ठाउँ छ हौ। हामी जाने भनेको चाहिँ हामी देखिरहेको त्यो बिल्डिङको उसमा जाने हो होइन। त्यस्तै हो, एकदम रमाइलो ठाउँ छ। यहाँ यस्तो स्टेट छ होइन, एकदम आनन्द छ। यहाँ चाहिँ गजबको ठाउँ रहेछ। नजाने मान्छेहरूले पनि सिकाउनु पर्छ। यहाँ यस्तो यस्तो छ। अब दाइले पुरै दिइरहेको छ। मेरो पालो पनि आउँछ एकछिनमा। गजब छ पुरा, ज्यान चाहिँ हो नि त। बिरालोहरू पनि हुन्छ हेर्दा, एकदम गजब छ। हामी चाहिँ आज बिल्डिङसम्म गएर तपाईँहरूले देखाउँदैछ है। यस्तै हो दुबईको लागि, गजब छ हौ। guys. Abu Dhabi feeling same like very famous family park, and we are working today only. Just come on guys. गाईले दिइरहेको छ पुरै बच्चाहरू खेल्ने ठाउँ यो चाहिँ एकदम रमाइलो छ। हामी चाहिँ आज नर्मल वाकमा निस्क्यो हो। गर्दै जाँदाखेरि यहाँसम्म आइपुगेको एकदम सुविधाजनक छ। अनि आबुधाबी मेन सिटीभित्रै छौँ है, आउनु होला तपाईँहरू पनि भिजिट गर्नु होला, एकदमै राम्रो छ। हामी आज हाम्रो लक्ष्य छ यहाँ पर देखाउँछ भाइ, उता 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 यो ठाडो बिल्डिङ देखिएछ नि, पाइनएप्पल बिल्डिङ भन्छ त्यसलाई, त्यहाँसम्म लक्ष्य छ। त्यहाँनिर हामीले भिडियो बनाउन दिँदैन होइन, अनि अलिक टाढैबाट तपाईँहरूलाई त्यो बिल्डिङ देखाउने कोसिस गर्छौँ। यस्तो छ एकदम पार्किङ, यहाँको विकास अलग्गै छ नि। गर्दा के हुँदैन, गर्दा हुन्छ, गर्न पऱ्यो कि बुझ्न पऱ्यो अब चाहिँ होइन। तर हाम्रो नेपालको नेताहरूले बुझ्दैन। तिनी नबुझ्नेहरूलाई चाहिँ बाई बाई गर्नुपर्छ। त्यही काम। नेक्स्ट
हुने जेनेरेसन यङ्गेस्ट अन्डर 40 हो कमान गाइस यहाँ चाहिँ अब प्रायः जस्तो वकिङमा आउने मान्छेहरू हुन्छ होइन पनि वकिङमा आएको होइन दाजुभाइ तर ठिक छ त्यसो वकिङको बेलामा भिडियो बनाइदिउँ अब तपाईँले देख्न सक्नुहुन्छ अब यस्तो बालु घारीमा अब हेर्नु न यस्तो बिल्डिङ बनाउँछ यस्तो बनाउन सकिन्छ भने हाम्रो नेपालमा किन सकिँदैन तर हाम्रो नेपालको चाहिँ नेपालको नेता चोर भएर नै हो होइन यस्तो छ होइन यो ठाउँ पनि यस्तै थियो पहिला होइन थियो रे अब मैले चाहिँ देखाएको थिइनँ त्यो ठाउँ यस्तो बनाइन्छ भने होइन हाम्रो नेपाल त स्वर्गै हो नि यहाँ हेरेर त अब भनेको दाइरामा चाहिँ अब यहाँ अब पाइनएप्पल बिल्डिङसम्म आउने कुराहरू यहाँ ठ्याक्कै आइपुगिसकेको छ त्यहाँ मुनि गएर म तपाईँहरूलाई देखाउन चाहन्छु होइन देखाइदिन्छु यसरी यहाँ हो बिहारी चाहिँ जाने हो यहाँ प्रायः जस्तो वकिङ गर्ने मान्छेहरू हुन्छ धेरै होइन एकदम रमाइलो आनन्द चिसो छ अहिलेको यस्तो बालु घारी बिचमा यस्तो घर बनाइदिन्छ आनन्द छ अब हामी चाहिँ हाम्रो फाइनल पोजिसनमा पुग्न आँटिसक्यो यस्तै छ दुबईमा तर युरोपभन्दा चाहिँ कम छैन त्यतातिर जसले जे भन्यो भने होइन एकदम आनन्द शीतल हावा होइन अब त्यही गर्मी भनेको जुन जुलाईमा मात्रै हो अरू दिनमा त यहाँ आमा अस्ति यो बिल्डिङ ढलेको अनि हावा चलेर यो बिल्डिङ चाहिँ एकदम यो बिल्डिङ चाहिँ एकदम अनौठो छ एकदम युरोपभन्दा कम छैन केटा हो जो दुबई आउन चाहन्छ दुबई आउँछ त्यही त हो नि आज छुट्टी थियो अनि यसो बाहिरतिर होइन यसो हावासावा खाऊँ भनेर दाजु हिँडेको एकदम रमाइलो छ ठ्याक्कै अहिले चाहिँ यो बिल्डिङको मुनि आइपुगेको छ क्या दाजु एकदम ठुलो बिल्डिङ अनौठो बिल्डिङ यहाँ चाहिँ अब सबजनाले पाइनएप्पल बिल्डिङ भन्दो रहेछ होइन यो एरियामा एकदम रमाइलो छ खै सबैले पाइनएप्पल बिल्डिङ भन्छ तर हुन त यो दुबईको अनौठो बिल्डिङ हो यो सिसा छ नि तपाईँहरूले देखिरहनु भएको छ नि यो सिसा चाहिँ अटोमेटिकली खोल्छ कि यो जब घाम लाग्छ त्यतापट्टि अटोमेटिक बन्द हुन्छ एकदम खतरा छ दाइ एकदम यहाँ मलाई घुमाएर यार मलाई थाहा नै थिएन यो ठाउँ बिल्डिङ कुन हो के हो केही थाहा थिएन दाइले घुमाइदिनु भयो ओके